अब 10 रुल फर सक्सेस चाहिँ मैले चाहिँ बनाएको यो 10 रुल चाहिँ सक्सेस यो चाहिँ कसको लागि भन्दाखेरि तपाईँको हाम्रो जो चाहिँ अभिकर्ता चाहिँ हुनुहुन्छ हैन इन्सुरेन्स फिल्डमा चाहिँ काम गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ बनाएको यो चाहिँ सक्सेस फर्मुला हो। र त्यसको लागि चाहिँ हामीसँग के हुनुपर्यो ड्रिम बुक हुनुपर्यो। यदि हामी कामै गर्ने हो भने अब हामीले अफिसबाट त डायरी दिएकै हुन्छौँ हैन लेख्नको लागि। अब त्यसमा चाहिँ हामी कति लेख्छौँ लेख्दैन थाहा भएन, तर एउटा चाहिँ जब हामीले काम गर्न स्टार्ट गरिसकेपछि एउटा रुल चाहिँ के भन्छ एउटा डायरी किन्नु पऱ्यो हामीले 500 वर्षको 1000 वर्ष 2000 वर्ष कत्रो चाहिँ आफूलाई किन्ने हो कत्रो दिन बनाउने त्यो अनुसार चाहिँ हामीले के गर्नु पऱ्यो एउटा डायरी किन्नु पऱ्यो। त्यस पछाडि प्रोस्पेक्ट लिस्ट बनाउनु पऱ्यो। कम्तीमा नै हामीले के गर्नु पऱ्यो 100जनाबाट चाहिँ सुरु गर्नु पऱ्यो। 100जना 1998 97 हुँदै 1 नम्बरसम्म लिस्ट बनाउनु पऱ्यो। लिस्ट क्रिएट भइसके पछाडि उहाँहरूलाई 1 to 1 हामीले चाहिँ भेट्नु पऱ्यो हैन 1 to 1 भेट्नु पऱ्यो। त्यसै गरी हामी घरमा पनि जानु पऱ्यो, उहाँहरूसँग टाइम लिनु पऱ्यो। कम्तीमा नै हामीले के गर्नु 20जनालाई चाहिँ भेट्नु पऱ्यो 1 to 1 एक दिनमा हैन। भेट्न सकेन भने के गर्नु पऱ्यो फोन गर्नु पऱ्यो। अनि 10जनाको चाहिँ सकेसम्म हामी के गर्नु पऱ्यो घरमा जानु पऱ्यो। र त्यसभन्दा पछाडि चाहिँ हामी जाँदाखेरि जहिले पनि के हुनु पऱ्यो अफलाइनसँग जानु पऱ्यो हैन। जसले चाहिँ तपाईँहरूलाई यहाँसम्म ल्याउनको लागि सहयोग गर्छ जुनसुकै ठाउँ पनि त्यो थ्रुबाट चाहिँ के गर्नु पऱ्यो अफलाइन थ्रुबाट जानु पऱ्यो अथवा सम्बन्धित ब्रान्च म्यानेजर हैन अथवा तपाईँको चाहिँ नजिकमा जो अलिकति अगाडिदेखि एक्सपिरियन्स व्यक्तिहरू हुन्छ उहाँलाई लिनु पऱ्यो। उहाँहरू पनि सम्भव भएन भने तपाईँहरूले भेट्न सफल हुनु भएन भने के गर्ने वरिपरि जुन आफ्नो सराउन्डिङमा छ 2जना साथीहरू भए पनि लिएर जानु पऱ्यो। 2जना 3जना भएर जानु भने के हुन्छ हामीले चाहिँ कुरा गर्न सजिलो हुन्छ। जस्तै बहुमतको कदर हुन्छ भने जस्तै हामी 5जना गएर कुरा गर्नु र एकले गएर कुरा गर्न फरक पर्छ हैन। अब त्यो व्यक्तिलाई थाहा छैन नि त 5जना मान्छे को हो भनेर। अनि जब चिन्छ अनि थाहा हुने सुरुमा गएर हामीले चाहिँ 5जना गएर 3जना गएर 4जना गएर डिल गऱ्यौँ भने त्यो डिल चाहिँ सक्सेस हुनेवाला छ। र अर्को कुरा चाहिँ हामीसँग चाहिँ उहाँहरूसँग चाहिँ के कुरा हुनुपर्छ उहाँलाई चाहिँ बिमा गर्ने इच्छा छ कि छैन फाइन्ड द रुट डिजायर अफ द कस्टमर भन्छ। उसलाई चाहिँ बिमा गर्ने इच्छा छ कि छैन हैन। जस्तै अघि हामीले चाहिँ दाइले भन्नुको मलाई चाहिँ अफिसमा लग्यो पढायो उसैले पैसा हाल्थ्यो गरिदियो भन्नुभयो। अब त्यो चाहिँ के भयो त भन्दाखेरि उहाँलाई त भित्री मनदेखि त गर्नु मन थिएन नि त। उहाँको पैसा सस्तो चाहिँ उहाँले हाल्दैन हैन भएको त त्यो हो नि त। भनिसके पछाडि अब भित्रैदेखि उहाँलाई गर्नु मन लाग्ने त बनाउनु पऱ्यो नि त। रुट डिजायर क्रिएट गर्नु पऱ्यो। त्यो रुट डिजायर क्रिएट भएपछि मात्र के हुन्छ उहाँको बिमा चाहिँ कन्टिन्यू हुने चान्सेस चाहिँ रहन्छ। र अर्को कुरा चाहिँ तपाईँको चाहिँ यस्तो ट्रेनिङहरूमा चाहिँ जहिले पनि अब चाहिँ +2 पास गरेको एकजना नयाँ मान्छे चाहिँ ल्याउनु पऱ्यो। प्रत्येक महिना जुन तालिम हुन्छ तालिम हुने बेलामा चाहिँ के गर्नु पऱ्यो नयाँ अभिनेता ल्याउनु पऱ्यो। र अर्को कुरा चाहिँ हामीसँग एउटा ब्याग हुनु पऱ्यो। ब्यागमा चाहिँ सबै हाम्रो ब्रोसरहरू हुनु पऱ्यो। अनि एटलिस्ट आफूले गर्नु पऱ्यो एउटा बिमा त्यो बिमा गरेको फाइलहरू हुनु पऱ्यो ब्यागमा बोक्नु पऱ्यो। अब ब्यागमा बोक्नु सम्भव भएन भने मोबाइलमा खिचेर राख्नु पऱ्यो हैन। उहाँहरूले त सोध्नुहुन्छ तपाईँले चाहिँ बिमा गर्नु भएको छ कि छैन हैन भनेर त सोध्नुहुन्छ हैन। अब आफैले बिमा नगराउनु गराउने कुरा भएन हो। त्यो कुरा पनि चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। र अर्को कुरा चाहिँ प्रत्येक महिना एटलिस्ट 1 लाख प्रिमियम कलेक्सन गर्ने 1 लाख प्रिमियम कलेक्सन गर्ने भने एटलिस्ट हामीले के गर्छौँ ट्याक्स कटाएर भयो 25,000 हुन्छ कमिसन। त्यसमध्ये ट्याक्स कटाएर के गर्नु सक्छौँ हामीले बाँकी रहेको एमाउन्ट चाहिँ हामीले राख्न सक्छौँ हैन आफ्नो खातामा आउन सक्छ। अनि अर्को कुरा हामी जति धेरै चाहिँ पोलिसीहरू सेल गर्दै जान्छौँ त्यति धेरै चाहिँ हामी पैसा आउँदै जान्छौँ। जति पैसा पाउँदै जान्छौँ हामी त्यति सफल हुँदै जान्छौँ। भनेपछि यो चाहिँ मेरो मैले चाहिँ बनाएको 10 रुल फर सक्सेस र चाहिँ मार्केटिङ फिल्डको लागि र स्पेसल्ली लाइफ इन्सुरेन्स फिल्डको अभिकर्ताको लागि। थ्याङ्क यू।